नमस्ते, मेरो नाम दिपेश दाहाल। केही महिना अघि चलिरहेको जेन्जीको आन्दोलनलाई विषयवस्तु बनाएर मैले एउटा कविता लेखेको छु। पञ्चचामर छन्दमा आमाको आदेश शीर्षक दिएर कविता लेख्ने प्रयास गरेको छु। कविता यसरी सुरु हुन्छ। अनेक भ्रष्ट चालले र भारले वसुन्धरा यी कुर्सीमा बसे भने म हुन्न है हरा भरा। गरीब दुःखले सडे यी भ्रष्ट औधी नै बढे। गरीब दुःखले सडे यी भ्रष्ट औधी नै बढे। सहन्न जन्म दिन्छु जो यी भ्रष्टको पतन गरे। सहन्न जन्म दिन्छु जो यी भ्रष्टको पतन गरे। मलाई बेच्न तम्सिने यी घुसखोरका घर जलाऊ वीर आज नै। धकेल कुर्सीबाट नै सबै युवाहरू मिली खडा भएर एक भई। सबै युवाहरू मिली खडा भएर एक भई। जगाऊ चेतना समस्त वर्गमै समाजमै। जगाऊ चेतना समस्त वर्गमै समाजमै। अनेक क्षेत्र क्षेत्रमा समस्त देश नै भरि भएर एक जेन जिती उत्रिए सडक भरि। दबाउने त्यहाँ प्रयास सत्य तथ्यको भयो। निकाली गोली तानियो शहीद पो बनाइयो। निकाली गोली तानियो शहीद पो बनाइयो। सरेन जेन जी पछि अझै बढे अघि अघि। ती देशद्रोहीको पतन गरेर फर्किए सकी। ती भ्रष्ट त्राही त्राही माम भनेर लुक्न पो गए। ती भ्रष्ट त्राही त्राही माम भनेर लुक्न पो गए। अनेक देशद्रोहीको सफाई जेन्जीले गरे। अनेक देशद्रोहीको सफाई जेन्जीले गरे। धन्यवाद।